आजको दिनमा युवाहरूको जीवन बाहिरी रूपमा झिलिमिली देखिए पनि भित्रभित्रै सङ्घर्ष, दुविधा र दबावमा लुकेको छ। हामी कहिले करियरको चिन्तामा डुब्छौँ, कहिले समाजको अपेक्षा बोकेर थाक्छौँ, कहिले आफ्नो निर्णयप्रति अन्योल हुन्छौँ त कहिले आत्मविश्वास हराउँछौँ। तर यिनै चुनौतीहरू जो पार गर्दै अघि बढ्छ, साँच्चीकै त्यही मान्छे सफल, शान्ति र नेतृत्वको उदाहरण बन्दछ। आज यो भिडियोमा हामी चर्चा गर्दैछौँ विशेष गरी युवाहरूले आजको दिनमा पार गर्नुपर्ने 5वटा चुनौतीहरू र ती चुनौतीहरूको सामना कसरी गर्ने। नमस्ते, म हुँ खुमेश सुवेदी। यहाँहरूले हेर्दै खुमेश सुवेदी अफिसियल च्यानल। हामी युवाहरूले जीवनमा पार गर्नुपर्ने चुनौतीको विषयमा कुराकानी गर्दैछौँ। ती चुनौतीहरू के होलान् त? आउनुहोस् त्यो विषयमा चर्चा गरौँ। युवाहरूले पार गर्नुपर्ने पहिलो नम्बरको चुनौती हो भविष्यको चिन्ता र अन्य। अधिकांश युवा 16 देखि 25 को उमेरमा सबैभन्दा ठुलो प्रश्न सोच्दछन्, के म ठिक बाटोमा छु? पहिलो प्रश्न, मैले पढिरहेको पढाइ त ठिक छ नि? के मैले रोजगार पाउँछु त? र यदि रोजगार पाइन भने विदेशमा जानु कि नेपालमा केही गर्नु? यस्तो खालको प्रश्नहरू मनमा उब्जन थाल्दछ। यो अन्यल प्राकृतिक हो, तर समस्या त तब आउँछ जब हामी अरूको अपेक्षा अनुसार निर्णय गर्दछौँ। तपाईको मनमा जे छ, तपाईको मनले जे सोचिरहेको छ, म जीवनमा यो गर्छु अथवा म जीवनमा यहाँनिर पुग्छु, मेरो बाटो यो हो भन्ने तपाईले प्लानिङ गर्नुभयो र सो अनुसार तपाईँ चल्न थाल्नु भयो भने तपाईले धेरै समस्याहरूको सामना गर्नु पर्दैन। तर तपाईलाई यदि कसैको तपाईको परिवारप्रति अथवा तपाईको परिवारको सदस्यले हुन सक्छ या अन्य अरू कसैको अपेक्षा अनुसार तपाईले यदि निर्णय गर्न थाल्नुभयो भने त्यहाँनिर तपाईँ समस्या पर्न थाल्नुहुन्छ। हो, यस्तो खालको समस्याहरू आयो, तपाईले यस्तो खालको प्रश्नहरू सोच्नुभयो, तपाईँ सही बाटोमा हुनुहुन्छ या गलत बाटोमा हुनुहुन्छ, यो तपाईको मनमा लाग्न सक्छ। त्यसो भए अब यसको समाधान के हो त? अब हामीले समाधान कसरी निकाल्ने? महत्त्वपूर्ण कुरा यहाँनिर छ। यदि त्यस्तो छ भने तपाईले आफैलाई चिन्न जरुरी छ। अर्थात् तपाईले आफ्नो रुचि र क्षमतालाई चिन्नुपर्छ। तपाईको रुचि कहाँनिर छ र तपाईको क्षमता के हो? तपाईले यदि त्यो कुरालाई पहिचान गर्न सक्नुभयो भने तपाईले पछाडि फर्केर हेर्नुपर्ने हुँदैन। र त्यो सँगसँगै गुगल, युट्युब, स्किल कोर्सेस जस्ता माध्यमहरूबाट तपाईले रिसर्च पनि गर्न सक्नुहुन्छ। तपाईले कतिपय कुरामा तपाईलाई दुविधा भयो भने तपाईले गुगलको प्रयोग गर्न सक्नुहुन्छ, तपाईले युट्युबको प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ थुप्रै खालको तपाईले कुराहरू पाउन सक्नुहुन्छ। तपाईले यसबाट रिसर्च पनि गर्न सक्नुहुन्छ। र सँगसँगै तपाईले एकदमै बुझ्नुपर्ने र मुख्य गरी समस्या समाधान गर्ने कुरा नै के हो भने तपाईले गल्तीबाट डराउनु हुँदैन, किनकि त्यो गल्तीबाट तपाईले सिक्ने मौका पाउनुहुन्छ। त्यसैले गलत निर्णय भए पनि डर नमान्नुहोस्, किनकि त्यो सिक्ने मौका पनि हो। त्यसैगरी आजको दिनमा हरेक युवाहरूले पार गर्नुपर्ने दोस्रो चुनौती हो मानसिक स्वास्थ्य र एक्लोपन। हामीले देख्न सक्छौँ आजको युवाहरू टोलटोलमा होइन, आजको युवाहरू फोनमा भेटिन्छन्। उनीहरू भिडमा त छन् तर भित्रबाट एकदमै एक्लो छन्। उनीहरूको साथी त छन् तर मात्र सामाजिक सञ्जालमा। उनीहरूको प्रत्यक्ष रूपमा साथीहरू नै छैनन्। तिनै युवाहरू आजको दिनमा डिप्रेसन, तनाव र डरको शिकार बनिरहेका छन्। अझ यो डिप्रेसन, तनाव र डरको त कुरै नगरौँ, यो त लाज मर्दो कुरा बनिसकेको छ। साँचो कुरा त के हो भने मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। आजको दिनमा साँच्चीकै ती युवाहरू मानसिक रूपमा अस्वस्थ बनिरहेका छन्, किनकि उनीहरूले फिजिकल्ली कसैसँग पनि कन्ट्याक्ट छैन, फिजिकल्ली कसैसँग पनि उनीहरूको भेटघाट हुँदैन। हामी देख्न सक्छौँ हिजोको दिनमा एउटा गाउँमा साँझपख भयो भने एउटा भकुण्डो लिएर सबैजना खेल मैदानमा जान्थे र 20-22 जना त्यो मैदानमा सबैजना उत्रिएर एउटा फुटबल खेल्दथे। र त्यसरी उनीहरूले शारीरिक रूपमा पनि उनीहरू स्वस्थ हुन्थे र त्यो गेम प्रतिको एउटा उनीहरूको लगाव पनि बढ्दथ्यो। र त्यसरी गेम खेल्दै गर्दा उनीहरू शारीरिक रूपमा पनि स्वस्थ हुन्थे र मानसिक रूपमा पनि स्वस्थ हुन्थे। तर अहिले कस्तो भइरहेको छ, गेम त खेलिरहेका छन् तर फिजिकल्ली होइन, खेल मैदानमा गएर होइन, मोबाइल फोनमा खेलिरहेका छन्। उनीहरूको साथी त थुप्रै छन् तर फिजिकल्ली होइन, उनीहरूको प्रत्यक्ष रूपमा साथीहरू छैनन् तर सामाजिक सञ्जालमा साथीहरू बनिरहेका छन्। उनीहरूलाई कुरा गर्ने फुर्सदै छैन, त्यति धेरै व्यस्त छन् तर प्रत्यक्ष रूपमा होइन, सामाजिक सञ्जालमा च्याट जस्ता कुराहरूमा व्यस्त बनिरहेका छन्। त्यसैले आजको दिनमा युवाहरू मानसिक स्वास्थ्यको पीडाबाट गुज्रिरहेका छन्। उनीहरू एक्लो बनिरहेका छन्, उनीहरू एक्लोपनको शिकार बनिरहेका छन्। यो यदि बढ्दै जाने हो भने भोलिको दिनमा अझ हाम्रो अवस्था भयावह हुन सक्ने सम्भावना हामी देखिरहेका छौँ। अब यसको समाधान कसरी निक्लन सक्छ? समाधान हामीले आफूले सोच्नु जरुरी छ। हामी के सामाजिक सञ्जालमै डुबेर बस्ने हो या त्योभन्दा बाहिर निस्कनु जरुरी छ? हो, हामी सामाजिक सञ्जालमा डुब्ने होइन, हामीले सामाजिक सञ्जालका साथीहरू खोज्ने होइन, हामीले फिजिकल्ली साथीहरू खोज्छौँ। हामी सामाजिक सञ्जालमा हामीले एन्ड्रोइड सेट भित्रका गेम खेल्ने होइन, हामीले फिजिकल्ली गेम खेल्ने प्रयास गर्नुपर्छ। हामी त्यो मोबाइल भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ। सामाजिक सञ्जालको दुनियाँभन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ। तपाईले सामाजिक सञ्जालको पनि प्रयोग कसरी गर्नुभएको छ भन्ने कुरा पनि त्यहाँनिर महत्त्वपूर्ण विषय हुनसक्छ। त्यो पछि चर्चा गरौँला। तर तपाईँ यदि सामाजिक सञ्जालमा यति लिप्त बनिसक्नु भएको छ कि तपाईँ त्यहाँबाट निस्कन तपाईँ गाह्रो हुँदैछ।
र तपाईँ त्योबाट समाधान चाहनुहुन्छ भने तपाईँले जसरी भए पनि त्यहाँबाट बाहिर निस्कनुको तपाईँसँग अरू कुनै विकल्प छैन। तपाईँले यो एकदमै सोच्न जरुरी छ। त्यसैले हामीले हाम्रो भावनालाई दबाउने होइन, हामीले हाम्रो भावनालाई व्यक्त गर्ने प्रयास गरौँ। यसरी पनि तपाईँले समाधान निकाल्न सक्नुहुन्छ। र हामीले हाम्रा साथीभाइ परिवारहरूसँग खुलेर कुरा गर्ने गरौँ। तपाईँले आफ्नो कुराहरूलाई खुलेर गर्नुभयो भने तपाईँलाई अझ सामाजिक रूपमा मानसिक रूपमा स्वस्थ बन्न सजिलो हुन्छ। तपाईँले एक्लोपनको महसुस गर्नु हुँदैन। यो कुरालाई तपाईँले एकदमै धेरै मनन गर्न जरुरी छ। त्यसैले आजको दिनमा हरेक युवाहरूले पार गर्नुपर्ने अर्को चुनौती हो सामाजिक र पारिवारिक दबाव हो। आजको दिनमा हरेक युवाले यो सामाजिक र पारिवारिक दबाव झेलिरहेको छ। हामीले पारिवारिक रूपमा बुझ्न सक्छौँ पढाइ सकियो, अब घर चलाउने जिम्मा तिम्रो हो। यो हामीले पारिवारिक रूपमा दबाव सिर्जना गर्छौँ। तपाईँले पढाइ सकिँदै गर्दा, तपाईँले अब केरियरको सुरुवात गर्दै गर्दा तपाईँमाथि एउटा ठुलो जिम्मेवारी, तपाईँमाथि ठुलो एउटा लोड थपेको जान्छ। अबको घर चलाउने जिम्मा तिम्रो, तिमीले अब घर चलाउनुपर्छ, अब म सक्दिनँ। यो तपाईँमा सबैभन्दा ठुलो चुनौती बनी आइपुग्छ। र सामाजिक रूपमा पनि हामीले भोगिरहेका छौँ। तिमीहरूको जस्तो उमेरमा त हामीले घर बनाइसकेका थियौँ, तिमीहरूले के गरेका छौ, यस्तो खालको कुराहरूले पनि तपाईँलाई सामाजिक रूपमा दबाव सिर्जना भइरहेको छ। र सँगसँगै सामाजिक र पारिवारिक रूपमा नै यस्ता कुराहरूले तपाईँहरूलाई दबाव सिर्जना गरिरहेको हुन्छ। यो दबावले तपाईँ हामीले के गर्ने र कसो गर्ने बाटो देखिरहेको हुँदैनौँ। त्यस्तो अवस्थामा खासमा हामीले सकारात्मक किसिमको प्रेरणा चाहिने हो। तर हामीले सामाजिक रूपमा यस्ता खालका कुराहरूबाट हामीले यस्तो चुनौतीहरूको सामना गर्नु परेको छ। यो चुनौतीबाट कसरी बाहिर निक्लिने यो तपाईँ हामीले स्वयं विचार गर्नुपर्नेछ। यस्ता खालको अपेक्षाहरू समाजमा हुन्छन्, यस्ता खालको अपेक्षाहरू हाम्रो परिवारमा पनि हुन्छन्। तर यस्ता खालको अपेक्षाहरू युवाको आत्मबल होइन, दबाव बढाउने तत्त्व बन्दछ। तर हामीले बुझ्नुपर्छ हाम्रो समय र हाम्रो परिस्थिति फरक छ। अब यी कुराहरूको समाधान के हुन सक्छ त? यी कुराहरूको समाधान के हुन सक्छ भने हामीले हाम्रो परिवारमा हाम्रो आफ्ना कुराहरू बाँडौँ। हामीले कुनै पनि कुराहरूले शान्तिपूर्वक गर्न सिकौँ र सँगसँगै हामीले हाम्रो कुराहरू हाम्रो परिवारमा राम्रोसँग अथवा आनन्दसँग बाँडौँ र सँगसँगै आफूमा दृढता देखाउने प्रयास गर्नुहोस्। यसले तपाईँमा आत्मबल पनि बढाउँदै जान्छ। यो पनि आजको दिनमा तपाईँ हामीले सामना गर्नुपर्ने चुनौती मध्येको एक हो। त्यसै गरी चौथो नम्बरमा पार गर्नुपर्ने चुनौती मध्येको अर्को हो प्रविधिको उपयोग कि दुरुपयोग। यो पनि तपाईँ हाम्रो चुनौती हो। मैले अहिले पनि भनेको छु, आजको दिनमा आजको युवा पुस्ताहरू प्रविधिको महासागरमा डुबेको छ। सोसियल मिडिया, गेम्स, रिल, टिकटक यस्ता कुराहरूमा हाम्रो युवा पुस्ताहरू डुबिरहेको छ। के यी कुराहरू हाम्रो ज्ञानको स्रोत बनिरहेको छ त, या यी कुराहरूले तपाईँ हाम्रो समयलाई चोरिरहेको छ, या तपाईँ हाम्रो समयलाई बिताइदिइरहेको छ जुन हामीले महसुस पनि गरेका छैनौँ। दिनमा 4-5 घन्टा नै हामीले टिकटकमा बिताउँदै गर्दा के त्यसले हामीलाई के बेनिफिट दियो त? एक दिनमै 4-5 घन्टा टिकटकमा, रिलमा होइन सामाजिक सञ्जालमा दिँदै गर्दा उसले आफ्नो भविष्य नै बिर्सन थाल्दछ। आजको दिनमा युवाहरूले यो प्रविधिलाई सदुपयोग गरिरहेका छौँ कि दुरुपयोग गरिरहेका छौँ भन्ने कुरा छुट्याएकै हामी देख्न सक्दैनौँ। उनीहरूलाई लागिरहेको छ कि यो सदुपयोग गरिरहेका छौँ, तर वास्तविक त्यस्तो नभइकन उनीहरूले त्यस कुराहरूलाई दुरुपयोग गरिरहेका छन्। यसबाट हामी बाहिर निस्कन जरुरी छ, अथवा यसबाट हामीले समाधान खोज्न जरुरी छ। समाधान के हुन सक्छ त? होइन सामाजिक सञ्जाललाई प्रयोगै नगर्ने समाधान हो त? पक्कै पनि होइन होला। त्यसो भए हामीले के हुन सक्छ त? हो, हामीले सोसियल मिडियालाई साधन बनाऊ, लत होइन। यदि हामीले सोसियल मिडियालाई साधन बनाउन सक्यौँ भने त्यसले हामीलाई बेनिफिट नै दिन्छ। तर हामीले लत बनाउन थाल्यो भने त्यसले तपाईँ हामीलाई डिप्रेसनको शिकार पनि बनाउन सक्छ। हामीले सोसियल मिडियामा थुप्रै कुराहरू देखिरहेका हुन्छौँ। तपाईँले युट्युब चलाउनुहुन्छ, युट्युबमा तपाईँले मोटिभेसनल खालको कुराहरू हेर्न सक्नुहुन्छ, तपाईँले पोडकास्ट त्यहाँबाट हेर्न सक्नुहुन्छ, तपाईँले आफ्नो जीवनमा तपाईँले के गर्न चाहिराख्नु भएको छ त्यो कुरालाई तपाईँले सर्च गरेर त्यहाँबाट हेर्न सक्नुहुन्छ। हो, त्यसरी तपाईँले सामाजिक सञ्जाललाई तपाईँले सदुपयोग गर्न सक्नुहुन्छ। यदि यस्तो गर्न सक्नुभयो भने तपाईँले यसबाट धेरै कुराहरूको बेनिफिट लिन सक्नुहुन्छ। तपाईँले यसलाई चुनौतीको रूपमा हेर्नुपर्ने अवस्था आउँदैन। यदि तपाईँले यसलाई दुरुपयोग गर्नुभयो भने साँच्चै यो प्रविधि तपाईँलाई आजको दिनमा तपाईँको चुनौती बन्न सक्दछ। त्यसै गरी 5औं नम्बरमा हरेक युवाले पार गर्नुपर्ने अर्को चुनौती हो आत्मविश्वासको कमी र अरूसँग तुलना गर्ने बानी। यो हरेक युवाले आजको दिनमा सामना गरिरहेको छ। हो, हामीले अरूसँग तुलना गरिरहेका छौँ। ऊ त धेरै अघि पुगिसक्यो, म त धेरै पछाडि परिसकेँ, ऊ त पहिले नै सफल भइसक्यो, म त धेरै नै पछि परेँ होइन। र सँगसँगै सबै साथीहरू विदेश गइसक्यो, उनीहरू टन्न पैसा कमाइसके, म त नेपालमै छु, मैले त केही पनि गर्न सकिनँ जस्ता कुराहरू तपाईँले तुलना गर्नुहुन्छ। जब तपाईँले तुलना गर्नुहुन्छ तब तपाईँलाई त्यसले डिप्रेसनको शिकार मात्रै बनाउँछ। तपाईँले त्यहाँबाट कुनै पनि बाटो देख्नुहुन्न, तपाईँ जान खोजेको कता हो तपाईँले कुनै बाटो देख्नुहुन्न, तपाईँ अन्यलमा पर्नुहुन्छ। म यता जाउँ कि म उता जाउँ, म विदेशमा जाउँ कि म नेपालमा के गरौँ,
तपाईँले कुनै पनि बाटो देख्नुहुन्न, त्यस्तो बेलामा तपाईँले अरूसँग तुलना गर्ने होइन। मैले अघि पनि भनेको छु, तपाईँले आफ्नो क्षमतालाई पहिचान गर्नुहोस्, तपाईँले आफ्नो लक्ष्यलाई निर्धारण गर्नुहोस्, तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँले त्यो गर्नुभयो भने तपाईँ पक्कै पनि अघि बढ्न सक्नुहुन्छ। हामीले बारम्बार अरूसँग तुलना गरिरहेका हुन्छौँ, तर हामी यो बिर्सन्छौँ कि सबैको समय, उद्देश्य र यात्रा फरक हुन्छ। सबैको एउटै हुँदैन। सायद उनीहरूको आवश्यकता विदेश जानुपर्ने थियो, सायद उनीहरूको आवश्यकता अरू नै कुनै के गर्नु थियो, तपाईँको त्यो आवश्यकता भित्र परेन, तपाईँले त्यो गर्न जरुरी ठानिएन। तपाईँले आज जे गरिदिनुहुन्छ तपाईँको आवश्यकता त्यही हो। तपाईँले जे गरिराख्नु भएको छ तपाईँले एकदमै सही गरिराख्नु भएको छ, त्यति हो। तपाईँले आफ्नो जीवनलाई राइट वेमा लाने काम चाहिँ गर्नुपर्छ। तपाईँ यदि कुलतमा फसिराख्नु भएको छ भने त्यसलाई ठिक मान्ने कुरो भएन, तर तपाईँले आफ्नो जीवनयापन गर्नको लागि धेरै कुराहरू तपाईँले प्रयास गरिराख्नु भएको छ भने द्याट्स इट, त्यति बेला पुग्छ। तपाईँले जे गर्नुभएको छ त्यो नै तपाईँको उपयोगी कुरा बन्न सक्छ, त्यो नै तपाईँको सबैभन्दा मुख्य कुरा बन्न सक्छ। त्यसैले तपाईँले गर्न खोजेको कुरा राइट चाहिँ हुनु जरुरी छ। तपाईँसँग तपाईँका साथीहरूले के गरे, तपाईँले के गर्नु पर्ने थियो, तपाईँले त्यो टाउको दुखाउनु होइन। तपाईँले आज के गरिराख्नु भएको छ, थप बेटर के गरी गर्न सकिन्छ, अझ तपाईँले राम्रो के गर्न सकिएला, तपाईँले त्यो खालको प्लान बनाउनु भयो भने तपाईँले जीवनमा धेरै अगाडि बढ्न सक्नुहुन्छ। हो, मान्छेको जीवनमा समस्याहरू आउँछन्, यस्तो खालको समस्याहरू हामी सबैजनाले भोगेका हुन सक्छौँ। यसको समाधान तपाईँ हामी आफूले निकाल्ने हो। मैले अघि पनि भनेको यसको समाधान त्यो पनि हुनसक्छ। र सँगसँगै तपाईँ हामीले कहिले पनि आफ्नो प्रगति अरूको प्रगतिसँग तुलना गर्ने होइन। तपाईँले आफ्नो प्रगति आफ्नै प्रगतिसँग तुलना गर्ने, अर्थात् हिजोको भन्दा तपाईँले आज कति सुधार गर्नुभयो, हिजोको दिनमा भन्दा तपाईँ आज कति अगाडि बढ्नुभयो, तपाईँले त्यसरी आफ्नो प्रगतिलाई तुलना गर्ने हो। त्यसरी तपाईँले आफ्नै प्रगतिलाई कम्पेयर गर्दै जानुभयो भने तपाईँ पक्कै पनि सफल हुनुहुन्छ। र तपाईँले अरूको प्रगतिलाई हेरेर आफूलाई तुलना गर्न थाल्नुभयो भने त्यसै तपाईँलाई डिप्रेसनको शिकार बनाउन सक्छ। त्यसै तपाईँलाई लाइफमा अन्योलता मात्र सिर्जना गरिदिन्छ। जीवनमा कहिले पनि स्टेप बाई स्टेप हुने ग्रोथमा मात्र विश्वास गर्नुहोस्। जीवनमा एकैपटक गर्ने ग्रोथमा विश्वास नराख्नुहोस्। तपाईँले एकैपटक कुनै पनि कुराहरू प्राप्त गर्न खोज्नुभयो भने त्यसले तपाईँलाई माथिबाट एकैपटक तल झारिदिन सक्छ। त्यसैले जहिले पनि जीवनमा हामीले क्रमबद्ध रूपमा प्राप्त गरेका सफलताहरू अथवा क्रमबद्ध रूपमा प्राप्त गरेका उपलब्धिहरूले तपाईँलाई जीवनमा धेरै अगाडि बढाउन मद्दत गर्छ। त्यसैले स्टेप बाई स्टेप हुने ग्रोथमा तपाईँले विश्वास गर्नुपर्छ। र अन्तिममा तपाईँले एकदमै ध्यान राख्नुपर्ने एउटा भनाइ छ, कम्प्यारिजन इज द थिफ अफ जोय। यो भन्नालाई तपाईँले सधैँ याद राख्नुहोला। अब अन्तिममा युवा अवस्था केवल उमेर मात्र होइन, यो त एउटा निर्णय, सफलता र सङ्घर्षको मोड पनि हो। जुनसुकै चुनौती आए पनि यदि तपाईँ डगमगाउनु भएन भने तपाईँको सफलता धेरै टाढा छैन, तपाईँको सफलता निकै नजिक छ। हो, आजको दिनमा पनि हामी थुप्रै चुनौतीसँग जुधिरहेका छौँ। त्यसो भए तपाईँ पनि सायद कुनै चुनौतीसँग जुधिराख्नु भएको छ होला। त्यसो भए तपाईँ कुन चुनौतीसँग जुझ्नु भएको छ, कृपया कमेन्ट बक्समा आफ्नो कमेन्ट गर्नुहोला र तपाईँको चुनौतीसँग सँगसँगै छलफल गरौँला र मैले पनि भोगिरहेका चुनौतीहरू तपाईँसँग सेयर गरौँला। र यदि यो भिडियोले तपाईँको मन छोयो भने कृपया लाइक र सेयर पनि गर्नुहोला। यस्तै भिडियोहरू हेर्नको लागि कृपया तलको लिङ्कमा गएर सब्सक्राइब पनि गर्नुहोस्, किनभने तपाईँको भविष्य तपाईँले बनाउनुहुन्छ। हुन्छ, आगामी दिनमा फेरि पनि यहाँहरूको माझमा अर्को नयाँ विषयवस्तुको साथमा उपस्थित हुने बाचाका साथ अहिले बिदा हुन्छु। हवस् त, नमस्ते।